सपु मिर्चा खाना भइसकेपछि मात्रै याद आयो उसको त थाल पनि लगिसक्यो। हेलो अल, वेलकम टु आवर भ्लग। सो आज न्यु इयरको दिन चाहिँ हामीले पाटन जाने डिसाइड गरेको थियौँ। सो लेट्स गो टु पाटन। हामी चाहिँ सिधै पाटन पोट्रीमा गयौँ। हामीले चाहिँ पोट्री गर्ने कि पेन्टिङ गर्ने भनेर डिसाइड गर्न सकिरहेको थिएनौँ। सो हेरौँ के हुन्छ लास्टमा। त्यो सोपिसहरू चाहिँ एकदमै नै राम्रो राम्रो थियो अनि त्यस्तै बनाउन सक्छौँ कि सक्दैनौँ होला हामीले भनेर यत्तिकै हामी चाहिँ गफ गरिरहेको थियौँ। त्यहाँ चाहिँ यसरी माटोको भाँडाहरू राखेको थियो अनि त्यसमा चाहिँ हामीले पेन्टिङ गर्न पाउने रहेछौँ। मलाई चाहिँ सबभन्दा राम्रो यही नै लागेको। दुईटा त चाहिन्छ नि त। दुईटा एउटा गरे हुँदैन। ल एउटा यस्तो चाहिँ भयो। त्यो बिल्डिङमा चाहिँ पेन्टिङ मात्रै हुने रहेछ। सो हामी चाहिँ अर्को बिल्डिङमा गयौँ। यहाँ चाहिँ पेन्टिङ पनि हुँदो रहेछ, पोट्री पनि हुँदो रहेछ। हामीलाई चाहिँ यो ठाउँ एकदमै नै मन पर्यो किनभने यहाँ एकदमै काम भाइब आइरहेको थियो अनि ठाउँ पनि एकदमै एस्थेटिक थियो। सो वी रियली लाइक्ड इट। केही टाइम चाहिँ कुर्नुपर्ने थियो। सो हामीले चाहिँ त्यहाँ के छ भनेर एक्सप्लोर गरिरहेको थियौँ। अनि त्यसपछि सबैजनाले कस्तो राम्रो राम्रो भाँडाहरू बनाएर राख्नुभएको थियो कि एकदमै नै राम्रो राम्रो। सो फाइनल्ली मेरो पालो आयो फर्स्टमा अनि त्यसपछि मैले चाहिँ पोट्री गर्न सुरु गरेँ। पोट्रीको प्रोसेस चाहिँ एकदमै नै रमाइलो भइरहेको थियो अनि उहाँले एकदमै नै मजाले गाइड गरिरहनु भएको पनि थियो। मैले चाहिँ फ्लावर भास बनाउन ट्राई गरेको थिएँ अनि लास्टमा पोलिस जस्तो गर्दैछु। उसले चाहिँ हार्ट सेपको बाउल बनाउन ट्राई गर्दै थियो अनि बन्यो पनि। सपु मिर्चा दही चुरा होइन है, सपु मिर्चा अलिक सानो थिएन कस्तो तातो। सुदीक्षाले चाहिँ सपु मिर्चा ट्राई गरिसकेको थियो। सो उसले मलाई पनि ट्राई गर न भनेर भनेको भएर मैले ट्राई गरेको, तर मलाई पनि एकदमै नै मिठो लाग्यो। बोसो बोसो पानी त आउँछ है। तातो भयो। त्यो खाँदा मुखभित्र पुरै जुसी फ्लेभर आउने रहेछ, त्यही भएर पनि मलाई एकदमै नै मिठो लाग्यो।
टन्न खाइयो खाएको चाहिँ भिडियो नै बनाउनु बिर्सेछ सरी डिनरको लागि चाहिँ हामी ठमेलको खोहाङ थकालीमा गयौँ अनि त्यहाँ हामीले सुकुटी खाना खायौँ। खाना भइसकेपछि मात्रै याद आयो उसको त थाल पनि लगाउन हामी फाइनली घर आइपुग्यो बाई ह्याप्पी न्यू इयर